आज मिति 2082 साल माघ 9 गते उदयपुरको सदरमुकाम गाईघाटको मुटुमा अवस्थित क्यास कम्प्युटर ट्रेनिङ सेन्टरमा 31औं वार्षिक उत्सव वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा विशेष तथा भव्य कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा विधिपूर्वक पूजा तथा प्रसाद वितरण गरिनुका साथै विद्यार्थीहरूको उल्लेखनीय र सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले सरस्वती माताको पूजामा फूल प्रसाद दीप प्रज्वलन गर्दै ज्ञान, विवेक र उज्यालो भविष्यको कामना गरेका थिए, जसले सम्पूर्ण वातावरणलाई भावनात्मक, अनुशासित र प्रेरणादायी बनाएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदान-प्रदान तथा शैक्षिक सन्देशमूलक गतिविधिहरू पनि सञ्चालन गरियो। यसै अवसरमा क्यासले आकर्षक छुटसहित विभिन्न कम्प्युटर कोर्सहरूमा नयाँ भर्ना खुल्ला गरिएको जानकारी गराउँदै विद्यार्थी तथा अभिभावकहरूलाई आधुनिक प्रविधि मैत्री शिक्षातर्फ आकर्षित गर्ने प्रयास पनि गरेको छ। संस्थाले यस कार्यक्रमहरू विगतदेखि नै निरन्तर रूपमा गर्दै आएको र हरेक वर्ष असार 15 दही चिउरा खाने दिन, संविधान दिवस, विजय दशमी, शुभ दीपावली तथा छठ पर्व जस्ता राष्ट्रिय तथा सांस्कृतिक पर्वहरूको अवसरमा विभिन्न शुभकामना आदान-प्रदान तथा विविध कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमहरू विद्यार्थीका लागि अत्यन्त उपयोगी मानिन्छन्। यसमा सहभागी हुँदा विद्यार्थीहरूले अनुशासन, नेतृत्व क्षमता, समूहमा काम गर्ने बानी, समय व्यवस्थापन र जिम्मेवारी बोध जस्ता जीवन उपयोगी सिपहरू सिक्ने अवसर पाउँदछ। साथै गुरुजनप्रति सम्मान, संस्थाप्रति अपनत्व र सामाजिक व्यवहारको विकास भई उनीहरू केवल शैक्षिक रूपमा मात्र होइन, मानसिक र नैतिक रूपमा पनि परिपक्व बन्दै जान्छन्। सरस्वती पूजा मनाउनुको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व पनि गहिरो छ। हिन्दू धर्मअनुसार सरस्वती माता ज्ञान, वृद्धि, विद्या, कला र सङ्गीतको देवी मानिन्छन्। प्राचीन गुरुकुल परम्पराबाट सुरु भएको यो चलन आजसम्म पनि शैक्षिक संस्थाहरूमा निरन्तर रहँदै आएको छ। वसन्त पञ्चमीका दिन सरस्वती माताको आराधना गर्दा विद्यार्थीहरूमा ज्ञानप्रतिको श्रद्धा बढ्ने, एकाग्रता वृद्धि हुने र निरन्तर अध्ययनतर्फ हौसला मिल्ने विश्वास गरिन्छ। समग्रमा हेर्दा क्यास कम्प्युटर ट्रेनिङ सेन्टरमा आयोजना गरिएको यो कार्यक्रम केवल एउटा धार्मिक वा औपचारिक कार्यक्रम मात्र नभई ज्ञानप्रतिको सम्मान, संस्कृतिप्रतिको निष्ठा र भविष्यप्रतिको आशाको सामूहिक उत्सव बनेको देखिन्छ। प्रविधिको युगमा डिजिटल शिक्षा प्रदान गर्दै आएको क्यासले यस्ता सांस्कृतिक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई सिप मात्र होइन, संस्कार पनि दिन खोजेको सन्देश यस कार्यक्रमले स्पष्ट रूपमा दिएको छ।